हेलो गाइज, नमस्ते सबैजनालाई। नमस्ते बिहानी पखबाट नमस्ते भन्न चाहन्छु सबैजनालाई। आजको दृश्य म तपाईँलाई देखाउन गइरहेको छु। बिहानी पख मार्च 19 तारिक आज बिहानी पखको दृश्य हो, हेर्न सक्नुहुन्छ। बाक्लै असिना परेको छ। यो असिनाले बाटो सेताम्ने भएको छ, बाटो ढाकेको छ पुरै। यो दृश्यहरू म तपाईँलाई देखाउन गइरहेको छु। हिँड्न पनि अलिकति अप्ठ्यारो भइरहेको छ। जताततै बाटैभरि तपाईँको असिना परेको छ। ड्युटी जाँदैछु आज। हाम्रो हारू एसएमई भएको छ, 1 महिनाको लागि बिदा भएको छ कलेज, त्यसैले ड्युटी फुल टाइम ड्युटी गर्दैछु। चिसो छ मौसम, बाहिर एकदमै चिसो मौसम छ। के गर्ने, काममा जानै पर्छ। कठिन परिस्थितिको बावजुद पनि रुमदेखि बाहिर निस्केको छु। काममा जान त खासै मन थिएन आज, तैपनि बाध्यतावश काममा त जानै पर्ने हुन्छ। यो शिवाको सिनमासुदो एरिया हो। यो देख्न सक्नुहुन्छ। यहाँ असिनाले बाटो पुरै ढाकेको छ, पुरै बाटो ढाकेको छ। आज एकदम चिसो छ, बाहिरको मौसम एकदम चिसो मौसम छ। हिँड्न पनि कठिन भइरहेको छ। जुत्ताभित्र पानी पसिसक्यो। मान्छेको आवाज जावत निकै छ। म 7-11 मा छिर्दैछु। आजको लागि खाजा लगेर जानुपर्छ। बिहानको खाना खाने हुँदैन। 7-11 को दृश्य हो। यो रामेनहरू छ सबै। अब के लाने त भन्ने कुरा हो। म हेर्दैछु आजको लागि खाजा के लाने भनेर। ब्रेड आइटमहरू, बेकरी आइटमहरू म हेरिरहेको छु। एउटा यो क्रिमवाला यो लान्छु। त्यस्तै गरी अर्को पनि क्रिमवाला, यो 2वटा आजको लागि। यो 2वटा नास्ता मेरो लागि लाँदैछु। साथीहरू ढिलो भइसक्यो, आज काममा जाने ढिलो भइसक्यो। 7-11बाट आजको लागि बिहानको लागि खाजा लिएर जाँदैछु। बिहान खाना खान पाइँदैन यहाँ। दिनमा 1 छाक मात्रै खाना खाने हो। गाह्रो छ साथीहरू, गाह्रो छ जापानको लाइफ। हेर्नुहोस् त, हिँड्न पनि कति कठिन छ। पानी पानी छ, असिना पक्लेर। आज मलाई एकदम ढिलो भइसक्यो। ट्रेन छुटिसक्यो मेरो। 7:54 को ट्रेनमा जानुपर्ने हो। छुटिसक्यो आजको ट्रेन। अब 8:12 को ट्रेनमा चढ्नुपर्ने हुन्छ। गाह्रो छ। मेट्रो आउँदैछ अहिले। मेट्रोले गर्दा यहाँ बाटो ब्लक भएको छ एकछिन। अब मेट्रो गएपछि खुल्छ। यो चाहिँ सानो मेट्रो रेल हो साथीहरू। साथीहरू यो हाम्रो सिममासुदोको स्टेसन हो। अब यहाँबाट कार्ड स्वाइप गरेर भित्र जानुपर्छ। साथीहरू यो हाम्रो स्टेसन हो, यहाँ कार्ड स्वाइप गर्नुपर्छ। माथि ट्रेन चढ्ने स्टेसनमा आइसकेँ। प्लेटफर्म 4 मा। म साथी आजलाई यति। अर्को दिन भेटौँला नयाँ भिडियोको साथ। आजलाई बाई बाई।